दर्शकवृंद नमस्कार, हम अमित ठाकुर प्राइम टाइम में अहाँ सबके बहुत बहुत स्वागत करै छी। प्राइम टाइम में आई हमार सबके जे बातचीत होबे जा रहल अछि ओ कतौ न कतौ अहाँ सबके जीवन से जुड़ल रहल अछि। कनिक आर्थिक पक्ष, कनिक बैंकिंग पक्ष, एहि सबसे जुड़ के बातचीत कर जा रहल छी। विभिन्न हम सब डेली दिनचर्या में बहुत सामान से प्रयोग करै छी, लगायत अन्य अन्य चीज सब से हो रहे छै। जान माल जखन बचाव के बात अबै छै त इंश्योरेंस शब्द कतौ न कतौ हम अहाँ सुनने हेबे। ओइ के लेल कतऽ कतऽ जाय पड़ै छै, संस्था सब अलग अलग संस्था सब रहल छै, वह सब के सेरो फेरो में रह के आई हम सब बातचीत कर जा रहल छी। बैंकिंग, इंश्योरेंस, अहाँ सबके फायदा केना क के सब चीज के पूरा प्रक्रिया होइ छै, ओइ के विषय में आई हमरा सबके साथ में छथि संचित वज्राचार्य जी, सीईओ छथि प्रभु इंश्योरेंस के। संचित जी, धेरै धेरै स्वागत छ यहाँलाई प्राइम टाइम में। हस्, धन्यवाद। प्रभु इंश्योरेंस बुझ्नुभन्दा पहिले, तपाईको कंपनी ग्रुप बुझ्नुभन्दा पहिले खासमा इंश्योरेंस जुन शब्द छ नि सुनिरहेका हुन्छन् मान्छेले, अझसम्म राम्ररी पुग्या छैन। यो इंश्योरेंस खासमा के हो त्यो अलि बुझाइदिनु पर्यो तपाईले। यो भनेको के हो भने इन्स्योरेन्स भनेको बीमा, नेपालीमा भन्दाखेरि बीमा भनेको के हो भने बीमित र बीमक बीचको चाहिँ करार। वास्तवमा यसको परिभाषा यति नै हो, तर यो बुझ्नुपर्छ के हैन। यो अब कस्तो प्रकारको करार भन्ने कुरा आउला हैन। यो चाहिँ भविष्यमा हैन हुन सक्ने आर्थिक दायित्व अथवा भनौँ नोक्सानीको चाहिँ नोक्सानीबाट बच्ने सम्झौता हैन, यसलाई यसरी बुझौँ। अनि यो जुन बीमा सब तपाईले भन्नुभयो इन्स्योरेन्स, त्यो खासमा भनेपछि मान्छेले अब जुन साधारण वर्गको मान्छे भनौँ उनीहरूले शरीरको चाहिँ बिमा बुझ्छन्, आफ्नो बिमा बुझ्छन् होला हैन। मलाई केही भयो हैन, बाआमालाई केही भयो भने उहाँहरूले यदि इन्स्योरेन्स गराउनु भएको छ भने केही आर्थिक मद्दत पाइन्छ। यो खाली त्यसपछि अलि माथिल्लो वर्गमा गएपछि त्यो विभिन्न कम्पनीहरूले आफ्नो सामानहरूको पनि इन्स्योरेन्स गराउँछन्। त्यो सामानहरूको इन्स्योरेन्स पनि जुन आम नागरिकले छ, सामान्य जो जब होल्डरहरू छन् उनीहरूले पनि के कसोमा गर्न सक्छन् होला त? हैन, यस्तो छ कि यो बिमा भन्ने चिज चाहिँ यसको मात्र हुन्छ भन्ने नै होइन हैन। हाम्रो देशमा चाहिँ यो यसमा चाहिँ अब व्यापक पहुँच पुग्न सकेका छैन बिमामा चाहिँ हैन, सबैले गर्न सकेका छैनन्। तर वास्तवमा यो के भने यो यसको मात्र गर्ने र यसको मात्र बिमा नगर्ने भन्ने हुँदैन। वास्तवमा भन्ने हो भने सम्पूर्ण कुराहरूको बिमा चाहिँ आवश्यक छ। फेरि हाम्रो परिपाटीमा किन यसो भयो होला कि मान्छेको मात्र भइरहेछ अहिलेसम्म त्यस्तो, अनि अलि हायर लेभलमा मेट्रो सिटीमा जाँदाखेरि सामानहरू एसेट्सहरू हुनसक्छ, गाडी भयो, अन्य अन्य कुराको पनि भइरहेछ। अनि यस्तो छ, हाम्रोमा पनि हुँदै नभएको त होइन हैन। बिमाको परिपाटी छ, यो अलिकति दिन प्रतिदिन बढ्दै पनि गइराखेको छ। तर चाहिँ जसरी बढ्नुपर्ने हो त्यसरी नबढिराखेको र हैन चाहिँ भनौँ अब जनमानसले नबुझेको चाहिँ एउटा कारण भनेको चाहिँ चेतनाको कमी हो मुख्य रूपमा हैन। चेतना फैलाउन सक्नुपर्छ कि बिमा के हो र किन गर्नुपर्छ भन्ने कुरा। अब आउँ प्रभु इन्स्योरेन्सतिर। खासमा प्रभु इन्स्योरेन्सलाई बुझ्दाखेरि आम मानिसले कसरी बुझ्छन् होला त? प्रभु इन्स्योरेन्स के हो? हैन, प्रभु इन्स्योरेन्स पनि एउटा निर्जीवन बिमा कम्पनी हो हैन, यो सबैलाई थाहा छ। र यसले पनि दिने सेवा भनेको अरूले जस्तो नै हो हैन। तर त्यो अरूभन्दा हाम्रो प्रभु इन्स्योरेन्स अहिले चाहिँ अलिक भिन्न तरिकाले प्रस्तुत भएको छ कि त्यसको प्रस्तुति भनेको अहिले हामीले मुख्य रूपमा जनमानसलाई चाहिँ हैन छिटो छरितो सेवा दिने र चाहिँ छिटो छरितो दाबी भुक्तानी गरिदिने, त्यसको लागि चाहिँ हामी अग्रसर भएर लागिराखेका छौँ हैन। अब त्यो लाग्नलाई पनि के भने हामीले भनेर मात्र त हुँदैन हैन। त्यो कसरी लागिरहेछौँ भने हामीले टेक्नोलोजीलाई भरपुर प्रयोग गरेका छौँ कि सुरुमा हामीले अनलाइन पोलिसी पनि जारी गऱ्यौँ हैन। त्यसको साथसाथै अहिले हामीले चाहिँ मोबाइल एप्स लिएर आएका छौँ, जुन एप्सको मद्दतले हैन तपाईँलाई इन्स्योरेन्सको बारेमा तपाईँले चाहिँ त्यहीँबाट जानकारी पाउनुहुन्छ कि तपाईँको एउटा मोबाइलमा तपाईँले गुगलमा गएर मोबाइल एप्स डाउनलोड गर्नुभयो भने तपाईँ के को इन्स्योरेन्स गर्न चाहनुहुन्छ हैन र त्यसको चाहिँ कति प्रिमियमहरू लाग्छ सबै तपाईँले त्यहाँबाट तुरुन्त थाहा पाउन सक्नुहुन्छ र त्यहीँबाट चाहिँ तपाईँले इन्स्योरेन्स गराउन सक्नुहुन्छ। यो हाम्रो प्रभु इन्स्योरेन्स जुन छ नि त्यो स्थापित भएको कति भएको होला? अब अहिले हामी 23औं वर्षमा छौँ
अहिले 23औं वर्षमा हुनुहुन्छ अनि हालसम्म लगभग 2.5 दशकको एक्सपिरियन्स भयो हैन। मुख्यतः कुन कुन सेक्टरमा जस्तै तपाईँले भन्नुभयो निर्जीवहरूको बिमा गर्नुभएको छ, मानिसको चाहिँ हुँदैन हैन। मानिसको यस्तो हो कि मानिसको भनेर के भने मानिसको पनि मेडिकलको हुन्छ हैन, मेडिकल ट्राभलिङ हुन्छ। जस्तो विदेश जानु पर्यो भने जुन बिमा गराउनुपर्छ नि त्यसको इन्सुरेन्स हामी गराउँछौँ। ओके, अनि त्यसपछि हाम्रो यता अब बिमा गराउने कोही इच्छुक हुनुहुन्छ भने उहाँहरूले सबभन्दा पहिले के बुझ्नुपर्छ होला? फर इन्स्टेन्स मैले नै बिमा गराउनु पर्यो, म एउटा साधारण मान्छे, मसँग धेरै सामान त नहोला, घर होला, एउटा बाइक हुनसक्छ, अन्य केही कम्प्युटर मोबाइल इत्यादि हुनसक्छ भने मैले गराउनु पर्दा मसँग भएका यिनै एसेट्सहरू छन् भने मैले तपाईँसम्म पुग्दाखेरि के पहिला सल्लाह सुझाव आउँछ कि मैले डाइरेक्टै गएर यसो गर्नुपर्छ होला? हैन, यस्तो कुरा हो। सल्लाह सुझाव भनेको तपाईँलाई बिमा गर्दाखेरि हैन तपाईँले जानकारी लिन चाहनुभएको कुरा त हामीले बुझाउनुपर्छ हैन। पहिलो कुरा त के भने तपाईँले पनि एउटा कुरा के बुझ्नु पर्यो भने मैले बिमा गर्नुपर्छ भन्ने कुरा त बुझ्नु पर्यो हैन। ठिक छ, बिमा के को लागि गर्नुपर्छ भन्ने कुरा बुझ्न चाहनुहुन्छ भने त्यो हामी बुझाउँछौँ हैन। बिमा सम्बन्धी हैन तपाईँलाई कुनै कौतूहलता छ, तपाईँ चाहिँ बिमा गर्न इच्छुक हुनुहुन्छ भने तपाईँले आएर सम्पर्क गर्न सक्नुहुन्छ। त्यसपछि खासमा सम्पर्क गर्ने कुराबाट हल्का स्टार्ट गरौँ। यहाँ हाम्रो प्रदेश 2 मा चाहिँ प्रभु इन्सुरेन्सको कहाँ शाखाहरू छन्, कहाँ गएर मानिसहरूले बुझ्न सक्छन् होला? यसको लागि चाहिँ तपाईँले अब हाम्रो यो जनकपुरमै पनि हाम्रो चाहिँ शाखा छ हैन। त्यसपछिबाट आएर बर्दिवासमा छ, त्यहाँबाट आएर यो हाम्रो लाहानमा छ हैन, राजविराजमा छ र त्यसकै अब नजिक रहेको यातायात काउन्टरहरूमा पनि हाम्रो एक्सटेन्सन काउन्टरहरू छ। तपाईहरुले त्यहाँ गएर हैन बिमाको बारेमा पूर्ण रूपले बुझ्न सक्नुहुन्छ। त्यसपछि यो बिमाको प्रोसिजर के होला? यो लोन जस्तै प्रोसिजर हुन्छ, ऋण लिने जस्तो कि यो फरक कुरा हो? हैन, फरक कुरा हो नि यो त। मैले अघि नै पनि भने पहिलो कुरा तपाईलाई के को बिमा आवश्यक छ त हैन। त्यसको लागि तपाईले आएर तपाईको लागि एउटा आवश्यकताको फारम, प्रपोजल फारम भर्दै मात्र पनि पुग्छ। तर त्यसमा तपाईले आफूलाई चाहिएको बिमाको बारेमा चाहिँ विस्तृत रूपमा खुलाउनु पर्छ। अनि जुन अप्सनहरू हुन्छ नि बिमा, जस्तै कसैले एक्जाम्पल ल्याउन ब्याङ्क एकाउन्ट खोल्दा जाँदा अन्य अप्सन हुन्छ, यो स्किम हुनसक्छ, त्यो स्किम हुनसक्छ हैन, सेभिङ्स हुन्छ, करेन्ट एकाउन्टहरू हुन्छ। यो बिमामा पनि त्यस्तो केही खास छुट्याएको हुन्छ? हैन, यस्तो हो। बिमामा मैले भने बिमा चाहिँ कुनै बिमामा अब यो गर्दाखेरि चाहिँ यस्तो किसिमको चाहिँ मतलब सुविधा पाउने त्यस्तो भन्ने हुँदैन हैन। मतलब थप सुविधा भन्न खोजेँ मैले हैन। बिमाको मूल उद्देश्य भनेको के भने आफूले गरेको बिमाको उचित क्षतिपूर्ति पाउने हैन। मुख्य कुरा त्यो हो कि त्यो बुझ्नु पर्यो हैन। र त्यो सम्बन्धमा चाहिँ कुनै भनौँ न अब नबुझेका कुराहरू छन् हैन। बिमा गरिसकेपछि चाहिँ हैन अब दाबी गर्दाखेरि के कसरी गर्नुपर्छ भन्ने कुराहरू छन् भने यस्ता कुराहरू चाहिँ हामीले चाहिँ बुझाउन सक्छौँ हैन। त्यो बुझ्नु आवश्यक पनि छ। खासमा कस्तो क्षति भयो भने दाबी गर्न चाहिँ मिल्छ र कुन परिस्थितिमा मेरो सामान यदि क्षति भएको छ भने मैले बिमा गरेको जुन मेरो पार्टनर छन्, कम्पनी छन्, उहाँसँग मैले दाबी गर्न मिल्दैन होला? हैन, यस्तो छ कि बिमा मैले भने नि पहिलोचोटि तपाईँले बिमा गर्दाखेरि अब के को बिमा गर्नुभएको छ त हैन। जस्तो मानौँ कि हामीले चाहिँ एउटा तपाईँलाई म उदाहरण दिन्छु, मोटरसाइकलको इन्सुरेन्स गऱ्यौँ हैन। इन्सुरेन्स गर्दाखेरि मोटरसाइकलको इन्सुरेन्स 2 प्रकारले हुन्छ क्या। एउटा कम्प्रिहेन्सिभ, त्यसलाई व्यापक बिमा भन्छौँ, त्यस अन्तर्गत सम्पूर्ण बिमामा जुन लागु हुने कुराहरू छ सबै पर्छ। तेस्रो पक्ष जसलाई नर्मल्ली हामी आजकल भन्दाखेरि थर्ड पार्टी इन्सुरेन्स भन्छौँ हैन। त्यो कुरा पहिला बुझ्नु पर्यो। थर्ड पार्टी इन्सुरेन्स गर्दाखेरि कस्तो हुन्छ भने थर्ड पार्टीमा चाहिँ त्यसमा चाहिँ जस्तो तपाईले आफ्नो मोटरसाइकलको थर्ड पार्टी इन्सुरेन्स गर्नु भएको छ भने त्यसले कसैलाई क्षति गर्यो, मानौ एक्सिडेन्ट भयो, दुईटा मोटरसाइकल जुध्यो अथवा भनौँ तपाईको मोटरसाइकलले कुनै गाडीलाई क्षति पुर्यायो भने तपाईले त्यो जुन गाडीको क्षति पुगेको छ त्यसको मात्र इन्सुरेन्सको चाहिँ
दाबी भुक्तानी पाउनुहुन्छ हैन। यदि तपाईले कम्प्रिहेन्सिभ गर्नुभएको छ भने तपाईको पनि पाउनुहुन्छ र चाहिँ त्यो क्षति पुगेको अर्को सवारी साधनको पनि पाउनुहुन्छ हैन। त्यो त्यस्तो हुन्छ के बिमामा यही कुराहरू अलग अलग कुरामा पनि लागू हुन सक्छ। जस्तै कुनै कम्पनीसँग अन्य अन्य एसेट होला। फर इक्जाम्पल यो मिडिया इन्डस्ट्रीको कुरा गरौँ न, क्यामेरा हुन सक्छ हैन, कम्प्युटर हुन सक्छ, ल्यापटप हुन सक्छ, अन्य इलेक्ट्रोनिक्स सामान, यो सबै चिजहरूको इन्स्योरेन्स हुन्छ र क्षति भएको खण्डमा हैन तपाईहरुले क्षतिपूर्ति पाउनुहुन्छ। अनि कहिलेकाहीँ यो पनि सुनिन्छ नि कि कुनै प्राकृतिक घटना भयो, चाहे जो एउटा एक्ट अफ गड भनेर एउटा क्लज पनि आउँछ नि, त्यस्तोमा चाहिँ पाइँदैन भनेर सुनिन्छ। के कसो छ यहाँ प्रभु फाइनान्समा त्यसको हैन? प्रभु इन्स्योरेन्समा हजुर हैन यस्तो छ, मैले भने नि तपाईले बिमा गर्दाखेरि हैन पोलिसीमा जुन कुराहरू जुन जोखिमहरू चाहिँ हामीले वहन गर्छौं भनेर खुलाएका हुन्छौं हैन, त्यो कुरा पूर्ण रूपले पाइन्छ। यसलाई यसरी बुझौं। अनि त्यो हामीले भनेपछि एग्रीमेन्ट गर्ने बेलामा नै तोकिएको हुन्छ त्यहाँ हैन। त्यही त यो इन्स्योरेन्स मैले भनिन कुन सम्पत्तिको बिमा गर्ने र त्यसमा चाहिँ तपाईले बिमा गर्दाखेरि के कभरेज लिने भन्ने कुराहरू उल्लेख हुन्छ के हैन। जस्तो कुनै मानौं कि घरको तपाईले बिमा गर्नुभयो, घरको बिमामा तपाईले चाहिँ हुलदंगा तथा आतंक लिन पनि सक्नुहुन्छ, नलिन पनि सक्नुहुन्छ मानौँ न हैन। यदि हुलदंगा आतंकको लिनु भएको छैन, तपाईको हुलदंगा आतंकले क्षति भयो भने त भुक्तानी गर्न गाह्रो हुन्छ नि त। ओके, सो त्यो सुरुमै एग्रीमेन्ट गर्ने बेलामा नै, किनभने अब त्यो गर्दाखेरि अब सर्टेन अलिकति केही प्रिमियमहरू फरक पर्न जान्छ नि हैन। त्यही भएर तपाईले त्यो सुरुमै उल्लेख गर्नुपर्छ के आज चाहिँ अलिकति हैन 2 पैसा चाहिँ कमीको लागि रिस्क कभरेज नगर्ने, भोलि क्षति इन्स्योरेन्स त गरे हो। अनि मान्छेको कन्सेप्ट के छ भने मैले त इन्स्योरेन्स गरे हो, इन्स्योरेन्सले चाहिँ भोलि मलाई चाहिँ दाबी भुक्तानी दिएन भन्नु परेन नि हैन। इन्स्योरेन्स मात्र भनेर भएन, इन्स्योरेन्स भित्र पनि त के को इन्स्योरेन्स गरे त, त्यो सब कुराहरू सुरुमै हो। सुरुमा चाहिँ त्यो बुझ्नुपर्छ के मैले भने नि आफूलाई के चाहियो हो त बिमा गर्दाखेरि भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। त्यो खासमा सुरुमै पनि थप र घट गर्न मिल्छ, एड गर्न मिल्छ। फर इक्जाम्पल कुनै त्यहाँ अप्सन नभएको कुरा हुन सक्छ, त्यो मैले यदि थप गर्न चाहे भने हैन। अब त्यो हैन, त्यसको विभिन्न अब चाहिँ प्रक्रियाहरू हुन्छन् हैन। त्यसमा सुरुमा नै तपाईले चाहिँ आफूलाई चाहिएको नचाहिएको चाहिँ त्यसमा एउटा परिधिभित्र रहेर गर्न सकिन्छ। ओके, त्यसपछि हामी अहिले अब कम्पनीतिर आउँ। यो प्रभु इन्स्योरेन्स 2.5 दशकको भयो, आम जनमानसलाई अब मार्केटमा त अन्यहरू पनि छन्, तर फर इन्स्टेन्स कुनै मान्छे अब उसलाई बिमा गर्ने इच्छा भयो भने अप्सन त धेरै छ उसँग। फेरि प्रभु इन्स्योरेन्समा जानको लागि उसलाई केही त्यसो आकर्षक पोइन्टहरू त हुनु पर्यो नि कि ल मैले यदि प्रभु इन्स्योरेन्स रोज्नु छ भने मैले किन रोज्नु पर्यो होला हैन। मैले भने नि यसको लागि त पहिलो कुरा हामीले चाहिँ छिटो छरितो सुविधा दिन्छौँ हैन, सर्भिस दिन्छौँ। त्यो किन कसरी भन्दाखेरि मैले भने अनलाइन पोलिसीदेखि लिएर गएर मोबाइल एप्सको कुराहरू गरेँ हैन। त्यो साथसाथै तपाईले त्यो यो कुराहरूबाट के भने तपाईले दाबी पनि छिटै गर्न सक्नुहुन्छ, सजिलै गर्न सक्नुहुन्छ हैन। र यसको साथसाथै अर्को एउटा कुरा पनि छ के हामीले अर्को एउटा सुविधा पनि दिएका छौँ। कस्तो भने त्यो चाहिँ जस्तो कोही व्यक्तिको सवारी साधन हाम्रो कम्पनीमा इन्स्योरेन्स गरेको छ हैन, र चाहिँ प्राइभेट भेहिकल भनौँ अहिले विशेष गरी इन्स्योरेन्स गरेको छ र मानौँ तपाईँ यहाँबाट चाहिँ अब जनकपुरबाट काठमाडौँ जानु पर्यो हैन। जनकपुरबाट काठमाडौँ जाँदाखेरि यहाँबाट हिँड्दाखेरि त अब सवारी साधन न हो, विभिन्न कारणले गर्दाखेरि एक्सिडेन्टली मात्रै होइन के तपाईको चाहिँ विभिन्न मेकानिकल्ली पनि कहिलेकाहीँ बिग्रेर अलपत्र पर्न सक्छ नि हैन। त्यस्तो अवस्थामा हामीले चाहिँ हाम्रो ग्राहकलाई भनौँ हैन, हामीसँग इन्स्योरेन्स गर्नेहरूको लागि के सुविधा हामीले दिएका छौँ भने त्यस्तो अवस्थामा त्यस्तो गाडी बिग्रेको खण्डमा उसले त्यो जहाँबाट इन्स्योरेन्स गरेको हो हैन त्यहाँ उसले सम्पर्क गर्ने, त्यो सम्पर्क गरेपछि त्यो उसलाई चाहिँ एउटा निश्चित समयभित्र त्यहाँ चाहिँ हामीले हाम्रो चाहिँ मेकानिक उपलब्ध गराइदिने हैन, जहाँ कि अल्पत्र भएर बस्न नपरोस्। किनभने मानौँ कि अब यहाँबाट गएर अब त्यो चाहिँ भनौँ अब सिन्धुली अथवा चाहिँ भनौँ अब खुरकोट यहाँबाट अहिले चाहिँ बिबी राजमार्गबाट जाँदा विभिन्न ठाउँमा चाहिँ अचानक बिग्रियो भने के गर्ने हैन भन्नासाथै त मेकानिक उपलब्ध नहुन सक्छ
हैन मान्छे त अत्तालिन्छ नि हैन त्यो अत्तालिन नपरोस् उसले सिधा हामीलाई सम्पर्क गर्ने हैन सम्पर्क गरिसकेपछि अब निर्धारित समयभित्र एउटा कुनै नजिकको ग्यारेजबाट हामीले त्यो किसिमको एग्रिमेन्ट छेउछाउको ग्यारेजहरुसँग हामीले एग्रिमेन्ट गरेका छौं ताकि सजिलै पुग्न सकोस् भनेर हैन त्यो निर्धारित समयभित्र हामीले त्यहाँ गर्ने र उलाई चाहिँ निर्धारित गन्तव्यसम्म त्यो गाडी पुर्याइदिने व्यवस्था हामीले गरेका छौं के त्यो चाहिँ त्यो विभिन्न दुर्घटना कारणले नभए तापनि मेकानिकल फल्ट हो त्यसले गर्दाखेरि चाहिँ किनभने त्यसले हाम्रो ग्राहकले त सुविधा त पाए नि घरको कुरा यहाँले गर्नुभएको थियो घरमा मुख्यतः कस्तो किसिमको क्षतिलाई क्लेम गर्ने हुन्छ घरको बिमा गर्दा सामान्यतः यहाँ त घर अब छन् घरको बिमा गराउँदा उनीहरूले क्लेममा कसरी पाउन सक्छन् हैन यस्तो छ कि घरको बिमा गर्दाखेरि मुख्य रूपमा त कस्तो भने अब भूकम्प हुन सक्छ आगलागी हुन सक्छ हैन भूकम्प र आगलागी त अहिले कम्पल्सरी छ हैन इन्स्योरेन्स गरेपछि त्यो दुईटा पर्छ नै हैन त्यो बाहेक हैन अब विभिन्न हुन सक्छ अब बाढीले क्षति गरे हुन सक्छ हैन मैले भने हुलदंगा आतंक हुन सक्छ हैन हुन्छ कुनै ठाउँ चाहिँ अलिकति हुन्छ नि सम्भावित त्यस्ता क्षेत्रहरू पनि हुन्छ नि त त्यस्तो क्षेत्रहरूमा त आफूले सोचेर बिमा गर्दाखेरि त भोलि बिमा गरिसकेपछि त आफ्नो क्षतिपूर्ति त पाउनु पर्यो नि हैन यस्तो कुराहरूलाई ध्यान दिनुपर्छ के मैले भने घटना जुनसुकै बेला पनि घट्न सक्छ नि जस्तो कि 2072 सालमा भूकम्प आउँछ भनेर कसैले सोचेको थिएन नि हैन क्षणभरमै आयो त्यसले ठुलो क्षति पनि गर्यो र बिमा गर्नेहरूले त्योबाट लाभान्वित पनि भए यो हुलदंगाको कुरा एउटा आयो त्यसमा भनौँ न अहिले अब जस्तो राजनीतिक परिस्थिति छ हाम्रो देशको विभिन्न हामीले बन्द हेर्छौं हडताल हेर्छौं अन्य कुरा हुन्छ जुलुसहरु निस्किरहेको हुन्छ दंगा हुन्छन् त्यसमा चाहिँ खासमा अब कसैको घरमा आएर तोडफोड भयो ढुङ्गामुढा भयो केही भयो भने उनीहरुलाई केही त प्रोसेसबाट जानुपर्छ होला क्लेम गर्नलाई हैन त्यो त अब आफूले जानकारी दिने नि निवेदन त गर्नु पर्यो नि इन्टिमेसन त गर्नु पर्यो नि इन्टिमेसन दिनु पर्यो नि मेरो घरमा यसरी क्षति भयो भनेपछि त्यसपछि उहाँले त्यति दिइसकेपछि त्यसपछि गर्नुपर्ने सर्वे त हामी गरिहाल्छौं नि हैन हामी तुरुन्तै चाहिँ हामी जति सक्दो छिटो हामी सर्भेयर खटाउँछौं त्यसपछि उहाँले भने अनुसारको भएको छ कि छैन हामी तुरुन्तै हैन चाहिँ अब विज्ञहरूलाई पठाउँछौं हामी त्यसपछि हामी पुलिस भेरिफिकेसन प्रोसेसबाट जानुपर्छ आवश्यकता हैन यस्तो हैन आवश्यकता अनुसार कहिलेकाहीँ चाहिँ पुलिस रिपोर्ट पनि चाहिन सक्छ हैन यो त अब यो चाहिँ सामाजिक उत्तरदायित्वको कुराहरू पनि हुन्छ हैन सबै कुरामा चाहिन्छ भन्ने हैन सबैमा चाहिदैन भन्ने पनि हैन के त्यो चाहिँ मैले भन्ने घटना र घटनाको प्रकृति हेरेर यी चीजहरू आवश्यक हुन्छन् ओके त्यसबाहेक जुन एउटा खास बिमा पछिको म्याक्सिमम जति हुन्छन् यहाँ सबैले खोजेको भनेको फास्ट रिक्लेम हो क्लेम आफ्नो छिटो आओस् त्यो त्यसमा चाहिँ विभिन्न गुनासो पनि आइरहेको हुन्छ मैले गरेको त हो तर अब 1 महिना 1.5 महिनादेखि कुदै हो अन्य केहीको हुन सक्छ बाइकको हुन सक्छ कम्पनीको एसेटहरुको हुन सक्छ त्यसमा चाहिँ तपाईहरुले कसरी विश्वास दिलाउनुहुन्छ त पब्लिकले हैन मैले भनिहालेँ नि हामीले के भनेका छौं भने र हामीले के भनेका छौं भन्दा नि के भन्छौं हामी भने दाबी गर्दाखेरि जुन दाबीको निवेदन परिसकेपछि त्यसपछि मैले भने नि हामी सर्भेयरहरु पठाउँछौं विभिन्न अब हामीले पनि इन्भेस्टिगेसन त गर्नुपर्ने हुन्छ हैन कतिपय अवस्थामा चाहिँ अब दाबी हो कि हैन भनेर त त्यसलाई त निश्चित त गर्न पर्यो नि त्यो गरिसकेपछि आवश्यक कागजातहरु हुन्छ हैन हामी तुरुन्तै आवश्यक कागजातहरु माग्छौं हैन त्योसँग सम्बन्धित जस्तो मैले भने अब कुनै बेला पुलिस रिपोर्ट चाहिएला कुनै बेला नचाहिएला हैन अथवा चाहिँ अब विभिन्न कुराहरु हैन सम्बन्धित कागजात माग्यो भने हामी तुरुन्त दाबी भुक्तानी यसमा समस्या नै हुँदैन र यो कहिलेकाहीँ कस्तो हुन्छ भने जहिले पनि यो हामीलाई लाग्दै आएको आरोप चाहिँ यो हामीले यो कम्पनीले दाबी भुक्तानी नदिने होइन के समयमा आवश्यक कागजातहरु पुग्या हुँदैन सम्बन्धमा अब त्यो घटना पनि त प्रमाणित हुनु पर्यो यो हुन नसकिरहेको हुन्छ त्यसले गर्दाखेरि हुने ढिलाइ हो कि खासमा अब जुन जे प्रोसेस छ त्यो भित्र आएपछि छिटो हुन्छ त्यो त तुरुन्तै नै हुन्छ त्यसमा समय लाग्दैन दर्शकवृन्द प्राइम टाइम में आए बातचीत कर रहल छी संचित वज्राचार्य जी संगे सीईओ छथि प्रभु इंश्योरेंस ग्रुप के एखन प्राइम टाइम में समय भेले छोट छिन व्यावसायिक विश्राम के बाद संचित जी संगे के बातचीत जारी रहबे करते व्यावसायिक विश्राम के बाद प्राइम टाइम में पुनः स्वागत करै छी हम छी अमित ठाकुर आइ के प्रसंग रहल अछि बीमा इंश्योरेंस से जुड़ल ओहि के लेल बातचीत करऽ के लेल छथि हमरा सबके साथ में प्रभु इंश्योरेंस के सीईओ छथि हमरा सबके साथ में संचित वज्राचार्य जी
सञ्जयजी विश्रामपछि फेरि पनि स्वागत छ। धन्यवाद। अब हामीले ब्रेकभन्दा पहिले धेरै कुराहरू गऱ्यौँ, क्लेमको कुराहरू भइरहेको थियो। खासमा प्रदेश 2 लाई हेऱ्यो भने यो कृषिमा भर पर्ने प्रदेश भएको छ। यहाँ किसानहरूको लागि चाहिँ गर्न लायक बिमाहरू छ तपाईँहरूसँग? होइन, छ नि। हामी यसै पनि हाम्रो देश कृषि प्रधान होइन, त्यो भएपछि त झन् हामीले पनि कृषि क्षेत्रलाई मतलब चाहिँ नसोच्ने अथवा नसमेट्ने भन्ने त कुरै आउँदैन नि। त्यसले गर्दाखेरि छ यो निश्चय नै। त्यसमा जुन अन्नबाली भयो लगायत ट्र्याक्टर अन्य उपकरणहरू सब समेटेर आउँछ? सबै समेटेर आउँछ। त्यसको पनि एउटा होल कम्प्लिट प्याकेजमै आउँछ कि छुट्टा छुट्टै आउँछ होला? होइन, मैले भनिहालेँ नि, इन्सुरेन्स अब जस्तो कि अब बालीको पनि हुनसक्छ होइन, क्याटलको पनि हुनसक्छ होइन, अब तपाईँको ट्र्याक्टरको त त्यसै पनि मोटरमा परि नै हाल्छ होइन। यो विभिन्न छ। मैले भने तपाईँलाई के को आवश्यकता पर्यो त त्यो हेरेर हामी गर्छौँ। किसानले चाह्यो भने हरेकको अप्सन खुला राख्नु भएको छ होइन, त्यो त मजाले छ नि। त्यसको लागि त अझ किसानहरूको लागि त गभर्मेन्टले नै सब्सिडी दिएको छ 75% प्रिमियममा होइन। यो कुरा त कृषकहरूले बुझेर बिमा गर्नु पर्यो भन्छु म त। त्यो जुन सब्सिडीको कुरा तपाईँले गर्नुभयो नि, त्यो धेरैलाई थाहा नभएको पनि हुनसक्छ। अनि खासमा त्यो तपाईँहरूले पनि एरेन्ज गराएर दिनुहुन्छ कि गभर्मेन्टले तपाईँहरूसँग केही कोल्याब? होइन, यो त यस्तो छ, त्यो प्रिमियमको लागि त उहाँले आफूले तिर्ने प्रिमियम हामीलाई तिर्ने हो होइन। सब्सिडी लिने हामीले गभर्मेन्टसँग लिने त्यो हामी लिइहाल्छौँ नि। ओके, त्यो पछि उहाँहरूले शोध भर्ना लिने होइन। त्यो त उहाँहरूले प्रिमियम तिर्दा नै आफूले जति तिर्नुपर्ने हो उहाँहरूले चाहिँ त्यति मात्रै तिर्दा हुन्छ। अनि प्रिमियम तिर्ने कुरामा चाहिँ कहिलेकाहीँ के हुन्छ, अब किसान मान्छे होइन, क्यास हुन पनि सक्छ नहुन पनि सक्छ। तपाईँहरूले पनि हेरि नै राख्नु भएको होला, प्रिमियम टाइममा पनि नआएको पनि केसेसहरू टन्न होला। त्यस बेलामा चाहिँ के हुन्छ भने अत्तालिन्छ मान्छे होइन, के हुन्छ होला, अब मेरो बिमाको के कसो स्ट्रक्चर छ होला, त्यसमा चाहिँ तपाईँहरूले कसरी कम्युनिकेट गर्नुहुन्छ? होइन, यस्तो हो, पहिलो कुरा त मैले भनिहालेँ, यो कृषिको लागि होइन कृषकहरूले तिर्ने भनेको प्रिमियम भनेको त्यो एकदमै चाहिँ न्यून हुन्छ कि होइन। त्यो चाहिँ उसले अब आफ्नो होइन बिमाको चाहिँ अब आफ्नो चाहिँ भविष्यमा हुनसक्ने अब क्षति र लगानीलाई आधार बनाएर गर्ने हो होइन। त्यसले गर्दाखेरि चाहिँ मलाई जहाँसम्म लाग्छ त्यो किसिमको परिस्थिति सृजना हुँदैन होला। तर कृषक बाहेकका ग्रुपहरूलाई हेर्दाखेरि त्यसो त आएको हेर्नुभएको होला नि? होइन, कृषक बाहेकको भन्नाले कस्तो भने जसले चाहिँ बिमा गराउन आउँछ होइन, हामीले त त्यसलाई हेर्ने न हो। अनि त्यसोमा अहिलेसम्म भेट्नु भएको छ कि छैन त्यस्तो? होइन, अब होइन यस्तो छ, पहिलो कुरा चाहिँ बिमा उधारो हुँदैन होइन, उधारो बिमा चाहिँ हुँदैन। त्यसमा चाहिँ त्यो प्रिमियम चाहिँ टाइममा चाहिँ जानु टाइममा त तिर्नै पऱ्यो, किनभने मैले भोलि त्यो बाबतको त्यत्रो ठुलो दायित्व बोकेको छु नि त। तर त्यही हो नि, एक्सेप्सन केस त मानेर हिँड्नु पर्छ होला होइन। कुनै मन्थमा यदि गएन टाइममा भने होइन, यस्तो छ, मन्थली हुँदैन। हाम्रो नन लाइफ इन्सुरेन्स भनेको चाहिँ कस्तो भने त्यो चाहिँ अलिकति यहाँले लाइफको बेसलाई लिएर कुरा गर्नुभयो होला होइन। हाम्रो नन लाइफ भनेको चाहिँ कस्तो भने सुरुमा नै प्रिमियम तिरिन्छ, यो मन्थली चाहिँ इन्स्टलमेन्ट बेसिसमा भन्ने हुँदैन। यो वर्षको एकैपटक गरिन्छ। त्यसको लागि तपाईँहरूले सुरुमै टाइम फाउन्डेसन यताउति सब मिलाएर गर्नुभयो? हजुर हजुर। खासमा अब यो भयो होइन, 2.5 दशकको एक्सपिरियन्स प्रभु इन्सुरेन्सको, त्यसलाई हेर्दाखेरि अन्य विभिन्न चुनौतीहरू हेरेर आउनु भएको होला, अवसरहरू पनि देख्नुभयो होला। अहिले चाहिँ खासमा यो इन्सुरेन्स सेक्टरलाई, इन्सुरेन्स कम्पनीलाई हाम्रो देशमा अगाडि लैजानलाई चुनौतीहरू कहाँ छन्? अब मैले यसलाई मतलब चुनौतीलाई मैले डिफाइन गर्नुपर्दाखेरि म के भन्छु भने यहाँ मुख्य रूपमा हाम्रो ठुलो चुनौती भनेको चाहिँ हामीले बिमा गर्नेको सङ्ख्या नै बढाउन सकेका छैनौँ होइन। समस्या त्यहाँनिर रहेको छ। अब त्यसलाई बढाउनको लागि मैले अघि नै पनि भने चेतनाको कमी छ होइन। र त्यसको बावजुद पनि अब कस्तो हुन्छ भने कहिलेकाहीँ अस्वस्थ प्रतिस्पर्धा पनि भइदिन्छ होइन। यी कुराहरू छन्। यो त भयो होइन मानिसको पक्षको कुराहरू। गभर्मेन्ट पोलिसिजहरू पनि अन्य सेक्टरमा आइरहेको हुन्छन्। जसरी अब फर इक्जाम्पल अहिले निकै चर्चा पाएको विषय कर वृद्धि होइन, त्यो व्यवसायीहरूको लागि
यो इन्स्योरेन्स पोलिसीलाई एफेक्ट पार्ने गभर्नमेन्टको केही नीति नियमहरू त्यसो अहिले भेट्नु भएको छ कि सपोर्टिभ छैन? यस्तो छ, अहिलेसम्मलाई चाहिँ हामीले बिमाको लागि गभर्नमेन्टबाट चाहिँ त्यस्तो अप्ठ्यारो परिस्थिति चाहिँ हामीले सामना गरेका छैनौँ। त्यो चाहिँ अहिलेलाई चाहिँ ठिक छ, अहिलेलाई छैन। यो चिजमा चाहिँ कुनै पनि प्रकारले त्यस्तो किसिमको अप्ठ्यारो अवस्था छैन। अनि जस्तो जुन भन्नुभयो कि हामीले सङ्ख्या बढाउन सकेका छैन बिमा गर्ने मानिसहरूको, के कारणले होला? मैले भने नि, मुख्य कुरा मान्छेहरूले चाहिँ बिमाबारे बुझेकै छैनन् हैन। र चाहिँ यो अब कस्तो रहेछ भने यो इन्सुरेन्स कम्पनीहरूले मात्रै चाहिँ बढाउँछु र बुझाउँछु भनेर मात्र पनि नहुने अवस्था रहेछ, जेनरल अवेरनेस हैन। र यसलाई चाहिँ कस्तो कुरामा हामीले ध्यान दिनु पर्यो भने यो जरुरी छ भन्ने कुरा चाहिँ हामीले शिक्षामा नै जोड दिनुपर्ने हुन्छ कि। शिक्षामा कसरी भन्दाखेरि जस्तो कि बिमा भन्ने सब्जेक्टलाई एकैचोटि युनिभर्सिटीमा मात्र राखेर पनि हुँदैन हैन। त्यो एकैचोटि कस्तो हुन्छ भने त्यो चाहिँ एकैचोटि त्यो चाहिँ टुप्पोबाट पला जस्तो हुन्छ कि, त्यतिले मात्र नपुग्ने रहेछ। भनेपछि यसलाई चाहिँ स्कुलिङदेखि नै हैन, त्यसमा पनि प्राइमरी लेभलदेखि नै राख्दै जानुपर्ने अवस्था चाहिँ मैले देखेको छु कि। अनि गभर्नमेन्टबाट कतिको यो चेतना जनचेतना अवेरनेस प्रोग्रामहरूमा कतिको सपोर्ट पाउनु भएको हैन? यस्तो छ, अब सपोर्टहरू भइराखेकै छ हैन। र चाहिँ यसलाई अझै अध्ययन गरेर हैन कसरी हुन्छ त, किनभने यो चिज किन जरुरी छ भन्ने कुरा बुझ्नु पर्यो नि। यो त आर्थिक दायित्वसँग चाहिँ गाँसिएको छ नि त। एक त त्यसै पनि हाम्रो देश गरिबीको रेखा मुनि रहेको हैन, आर्थिक वृद्धि दर चाहिँ बढाउनु पर्ने अवस्था छ भने त्यस्तो अवस्थामा हैन यसले त सबैलाई सपोर्ट गर्छ नि त। त्यसलाई चाहिँ एकदमै चाहिँ गहन रूपले चाहिँ अब मनन गरी भनौँ अथवा चाहिँ अध्ययन गरी हैन कसरी बढाउन सकिन्छ भनेर अझै लाग्नुपर्छ के हैन। भइराखेको छ, गरिराखेका छन् हैन। अब यो चिज पहिलाभन्दा बढ्दै पनि गइरहेको छ तर पुगेको छैन के, किनभने त्यसले त रिजल्टै देखाउँछ नि। यो अहिले के भइरहेछ भने यसलाई त म कसरी भन्छु भने सङ्ख्यामा त बढेको छ हैन। सङ्ख्यामा किनभने अब दिन प्रतिदिन गाडी थपेपछि अब इन्सुरेन्स पनि थपेला, जान्ने बुझ्नेहरूले कोहीले नगरे नि हैन, केहीले गर्लान्, थपिन्छ। हिजोको भन्दा आज सङ्ख्यामा थपिन्छ, तर त्यो भएन कि प्रतिशतमा थपिनु पर्यो नि हैन। जसरी थपिराख्नु पर्ने हो त्यो चाहिँ भइरहेको छैन, थपिएको छ, बढेको छ हैन, तर चाहिँ पुगेको छैन हैन। अपेक्षित त छँदै छैन भन्दा पनि हुन्छ। अनि ग्रामीण भेगमा चाहिँ ब्याङ्किङ सेक्टरहरू हैन यो शाखाहरू पुगेका छैनन् भनेर सरकारले पनि भनिरहेको हुन्छ कि ग्रामीण भेगमा जानु पर्यो तपाईँहरूले। त्यो अन्य पनि हुनसक्छ, इन्सुरेन्स त एउटा पार्ट मात्रै भयो ब्याङ्किङको, तर ग्रामीण भेगमा जानलाई त्यही पूर्वाधारको चुनौतीहरू आउँछन् हैन। तर त्यसको फेरि अर्को पाटो यो पनि भयो नि त, त्यो मार्केटिङको पनि कुरा आउँछ। अब पुगेपछि त जनताले थाहा पाउँछन् होला सेवा सुविधा के छ, त्यसमा चाहिँ कतिको कदम बढाइरहनु भएको छ तपाईँहरूले? होइन, यसमा छ निर्धारित के अरे एउटा निश्चित एउटा कुरा के हो भने यो हाम्रो यो बिमा गर्नको लागि चाहिँ होइन अथवा गराउनको लागि चाहिँ विभिन्न अभिकर्ताहरू हुन्छन् होइन। उनीहरूले चाहिँ यो हाम्रो खालि शाखामा मात्र आधारित हुँदैन कि एउटा शाखा खोलेको छ त्यहाँ कुनै मान्छे जानुपर्छ त्यो भन्ने होइन, बिमा गर्न अथवा चाहिँ गराउन पनि जानुपर्छ भन्ने होइन होइन। आवश्यकता परेर जस्तो कि बिमितलाई आवश्यकता परेर चाहिँ होइन बिमा गर्न बोलायो भने हामीले घर दैलोकै सुविधा दिइरहेको हुन्छौँ होइन। त्यसले गर्दाखेरि यो चिज होइन कि होइन यो चाहिँ एउटा निश्चित क्षेत्रमा मात्रै छ भन्ने कुरा होइन होइन। यसको पहुँच त कुना कुनासम्म नै छ। हामीले नै पनि भन्ने हो भने हामीले जस्तो कि अब जोम्सुमा पनि हाम्रो शाखा छ हैन। कार्यक्रमको स्टार्टमा तपाईँले अनलाइन भन्ने कुरा एउटा भन्नुभएको थियो। हजुर, त्यो खासमा अनलाइनको प्रोसिजर के हो त्यो हल्का स्पष्ट पारिदिनु पर्यो। अनलाइन पोलिसी भनेपछि तपाईँले चाहिँ अनलाइनबाट नै तपाईँ कहीँ जुनसुकै ठाउँबाट पनि पोलिसी जारी गर्न सक्नुहुन्छ कि त्यो पनि सुविधा छ। कुनै चाहिँ तपाईँको उसैमा गएर होइन चाहिँ हेड अफिसमै जानुपर्ने कुनै शाखैमा जानुपर्ने भन्ने पनि हुँदैन कि। तर अनलाइनबाट केही फर्म सम फिलअप गरेपछि कुनै शाखामा त गएर केही त गर्नुपर्छ होइन। त्यो त होइन, कनेक्सन त भइहाल्छ नि सर्भरमा, नत्र त रेकर्डै भएन नि होइन। मैले मेरो मोबाइलमा टेक्स्ट गर्न साथ अथवा चाहिँ त्यो अनलाइन सर्भिस भएन नि त होइन। मैले मेरोमा मात्रै सेभ हुने हो, मैले मात्रै गर्ने हो भने त त्यसको कुनै भएन। त्यो त पक्कै पनि सर्भरसँग कनेक्ट हुन्छ नि त। अनि यो मोबाइल एपको इन्सुरेन्सको कुरा भन्नुभएको थियो, त्यसमा थप प्रकाश राख्नु पर्यो।
हैन मैले भने नि मोबाइल एप्सबाट चाहिँ तपाईलाई चाहेको इन्स्योरेन्सको बारेमा बुझ्न सक्नुहुन्छ पहिलो कुरा हैन त्यसमा चाहिँ के बेनिफिटहरू छन् भन्ने कुरा पनि तपाईले थाहा पाउन सक्नुहुन्छ के को इन्स्योरेन्स हुँदो रहेछ भन्ने कुराहरू पनि थाहा पाउनुहुन्छ हैन र त्यस बापत हैन तपाईलाई कति भुक्तानी गर्नुपर्छ भन्ने कुरा पनि तपाईले चाहिँ यही बसी थाहा पाउनुहुन्छ के भनेपछि मैले लिएको पोलिसी के छ कति दिनसम्मको छ त्यो सबै तपाईलाई कति सम्मको चाहिने हैन त्यो सबै के तपाईलाई 6 महिना चाहिने कि 1 वर्ष चाहिने कि भनेपछि एउटा शाखामा पुगेर जानकारी लिनु आवश्यक परेन एप्लिकेसनबाट पनि तुरुन्तै र तुरुन्तै नै हाम्रो सर्भिस भनेको अनलाइन सर्भिस तपाईलाई आवश्यकता पर्यो भने तपाईले चाहिँ त्यसबाट मतलब चाहिँ रिक्वेस्ट पठाएर तुरुन्तै इन्स्योरेन्स गर्न सक्नुहुन्छ त्यहीबाट त्यसपछि अब कार्यक्रमको अन्तमा छौं प्रभु इन्स्योरेन्स अन्य कुराहरू भए इन्स्योरेन्सको पोलिसीहरू पनि आयो एप्लिकेसन यो अनलाइनको कुराहरू पनि आयो त्यसबापत पनि अब कुनै डाउट हुन सक्छ हैन इन्स्योरेन्स आर्थिक भन्ने कुरा आएपछि डाउटहरू हुन सक्छ त्यो फेरि पनि लास्टमा कार्यक्रमको एन्डमा पब्लिकलाई तपाईले कसरी जुन हुन्छ नि सम्झाउन सक्नुहुन्छ कि हामी समक्ष आएर हाम्रो सर्भिस जुन हो हामी भनेको तपाईहरुको लागि हो भनेर हामी समक्ष आउने ढुक्क भएर कसरी तपाईहरुले सम्झाउन सक्नुहुन्छ तपाईहरुले एउटा कुरा के भने इन्स्योरेन्स कम्पनी भनेको कसरी बुझ्नु पर्यो भने यो चाहिँ हाम्रो चाहिँ आर्थिक सहयोगी हो भनेर पहिलो कुरा चाहिँ सबैले बुझ्न पर्यो हैन किनभने इन्स्योरेन्स कम्पनी पब्लिक कम्पनी हो हैन भनेपछि र चाहिँ इन्स्योरेन्स मलाई चाहिन्छ भनेर सोचिसकेपछि ढुक्क हुन सकिन्छ के कसरी भन्दाखेरि तपाईको चाहिँ यो मलाई कुनै क्षति हुँदाखेरि मलाई पछाडीबाट चाहिँ सपोर्ट गर्ने कोही छ है सहयोगीको भावना लिएर जानु पर्यो हैन र हैन मैले चाहिँ सहयोगीको भावना भन्दा पनि अब मैले चाहिँ यसबाट आर्थिक सहयोग चाहिँ पाउँछु अथवा चाहिँ आर्थिक दायित्वबाट चाहिँ म मुक्त हुन्छु है भन्ने कुरा सोच्नु पर्यो के हैन त्यो सोचिसकेपछि यसमा चाहिँ कुनै किसिमको हुन्छ नि अब मान्छेले नबुझ्या चाहिँ हुन सक्छन् हैन त्यो चीज बुझाउने त हामी छँदै छौं नि कम्पनीहरु छँदै छन् नि हैन हाम्रो कम्पनी छँदै छ नि यसलाई अब इन्स्योरेन्स एज अ करियरको पनि हल्का कुरा गरौँ कमर्स लिएका विद्यार्थीहरूले इन्स्योरेन्स सेक्टरमा कतिको वेलकम गर्नुभएको छ तपाईहरुले हैन मुख्य रूपमा त अहिले यो कमर्स अथवा अहिले त यसलाई कमर्स भन्दा पनि हामी म्यानेजमेन्ट भन्छौं हैन यो म्यानेजमेन्ट सेक्टरले त ठुलो सपोर्ट गर्छ हैन म्यानेजमेन्ट भित्र त सबै चीज पर्छ नि हैन यसमा चाहिँ मेन कुरा त अब यो चीज कस्तो भने पहिला त अझ स्कुलिङमै चाहिँ एकाउन्ट्स राख्नेहरुले चाहिँ कार्यालय सञ्चालन तथा लेखा भनेर चाहिँ किताब हुन्थ्यो पहिला हैन त्यसमा सबै कुरा पर्छ के त्यसले गर्दाखेरि म्यानेजमेन्टको स्टुडेन्टको लागि त अहिले स्कोप नभएको यो जुन यस्तो फिल्डहरुमा त मैले अवस्थै देख्दिन के त्यसको लागि त एकदमै सपोर्ट हुन्छ कस्तो ह्युमन रिसोर्स खोज्नुहुन्छ त तपाईहरु हैन हामीहरु मैले भनिहाले नि पहिलो कुरा त बीमा बारेको बुझेको बीमा गराउनलाई त अहिले बीमा त बुझ्नु पर्यो नि हैन बीमा बारे बुझेको र चाहिँ बीमा गराउन सक्ने हामीलाई चाहिँ त्यस्तो किसिमको रिसोर्स आवश्यक पर्छ र त्यो अवस्थामा म्यानेजमेन्ट पढेकोहरु चाहिँ ठुलो सहयोगी हुन सक्छन् त्यो भनेर फेरि मैले भन्न खोजेको अरु होइन अरु सेक्टर हुँदै होइन भन्ने पनि होइन हैन आवश्यकता अनुसार विभिन्न हुन्छ यसमा विभिन्न टेक्निकल कुराहरु पनि हुन्छन् हैन टेक्निकल चाहिँ सेक्टरको पनि अथवा चाहिँ टेक्निकल फिल्डको पनि आवश्यक हुन्छ आईटी फिल्ड हुन सक्छ हैन विभिन्नै हुन सक्छ अरु पनि हुन सक्छन् हैन जस्तो चाहिँ अब आईटी फिल्ड डाक्टर विभिन्न आवश्यकता हुन्छ नि इन्स्योरेन्स कम्पनीलाई पनि अनि प्रमोशनल ग्रोथको क्यारियर ग्रोथको चाहिँ कतिको चान्स हुन्छ तब त सिओ हैन यो त निश्चित रूपमा नै हुन्छ स्टन्टेड ग्रोथ हुँदैन एक ठाउँमा आएर रोकिने अवस्था त्यस्तो हैन त्यस्तो हुँदैन निश्चय नै हुँदैन किनभने यो चाहिँ मैले भनिन अहिले त अझ त्यस्तो किसिमको म्यान पावरको कमी छ अहिले इन्स्योरेन्स सेक्टरको लागि चाहिँ दक्ष जनशक्तिको अभाव छ अनि त्यो कतिको उत्पादन भइरहेको हेर्नु भएको छ तपाईहरुले हैन अब यस्तो छ अहिले चाहिँ अब एउटा चाहिँ हैन प्रशिक्षण उ चाहिँ स्थापित भएको छ बल्ल हैन अब बिस्तारै बढ्दै जाला
हैन त्यो हामीले चाहिँ अब आशा गरेका छौँ हैन निश्चय नै बढ्छ पनि तर अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ हामीलाई दक्ष जनशक्तिको अभाव छ अहिले पनि त्यसो खास स्किल म्यान पावर चाहिँ पाउनु छैन गाह्रो छ अहिले एकदमै खाली चाहिँ कस्तो भने अब त्यो पुरानोले नै मात्र धानिरहेको अवस्था छ के अहिलेसम्मलाई हैन अब मैले भनिहालेँ नि अब सुरुवात त भइसकेको छ निश्चित रूपमा बढ्छ अनि इन्स्योरेन्स भनेपछि जुन सुरुवातको फ्रेसरहरू हुन्छन् नि उनीहरूको मनमा के आउँछ भने अब घर घर गएर पोलिसी बेच्नुपर्छ होला कि डोर टु डोर मार्केटिङ जस्तो हुन्छ कि खासमा के हो क्यारियरमा त्यसै सुरुवातमा पनि त्यसरी हैन यस्तो हो यसको लागि के भने पहिलो कुरा त अब बिमा बारे बुझाउनलाई त हामीले हैन आवश्यकता अनुसारको कारबाही के अरे आवश्यकता अनुसारको काम कारबाही त गर्नु पर्यो नि हैन जब हाम्रो कम्पनीको उद्देश्य हैन ग्राहकलाई जनतालाई सुविधा दिने छ भने त्यो सुविधा कसरी दिने भन्ने कुरा आउँछ नि हैन त्यसको लागि त हामीले कुनै चाहिँ अब घर भन्नु भएन कुनै संस्था भन्नु भएन हैन सबैलाई समान रूपले लिनु पर्यो नि जब सेवा नै दिन बसेको छौँ भनेपछि हैन त्यो चाहिँ त्यस्तो हो कि किनभने कामलाई म जहिले पनि के भन्छु भने त्यसलाई त्यसरी क्याटेगोराइज गर्दा सानो ठुलो हुन जान्छ के त्यो त होइन हामीले त्यसरी बुझ्नु पर्यो यसलाई आवश्यकता हेरेर जहाँ पुग्नु पर्यो जे गर्नु पर्यो त्यो हैन अब यो सेवा दिने कार्य त हामीले गर्नु पर्यो नि त कार्यक्रममा एकदम लास्टमा छौँ लास्ट क्वेसन तपाईँलाई हजुर प्रभु इन्स्योरेन्स भएको सिइओ नै यहाँ आएका छन् दर्शकहरू हेरिरहेको होला हजुर हैन के मेसेज दिन चाहनुहुन्छ त हैन म के भन्छु भने म जहिले पनि यही भन्छु बिमा गरौँ हैन बुझेर बिमा गरौँ र निर्धक्क रहौँ अझ मैले हाम्रो एउटा स्लोगनै छ प्रभुमा बिमा गरौँ निर्धक्क रहौँ निर्धक्क बस्नुपर्ने अवस्था हुन्छ त्यसो क्लेम गर्नेमा केही गाह्रो पर्दैन कुनै पनि अवस्था आउँदैन जब आफूले चाहिँ एकदम राम्रोसँगले बिमा गर्नुभएको छ भने एकदम निर्धक्क लास्टमा जे प्रोसिजर छ जे प्रक्रिया छ त्यो पुरा गर्नुहोस् अनि त्यही भएर म हाम्रो भनाइ नै त्यो प्रभुमा बिमा गर्नुहोस् निर्धक्क रहनुहोस् कार्यक्रममा आउनुभयो समय दिनुभयो कुरा गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद हस् मलाई पनि अब भनौँ न यो बिमा क्षेत्र अब अलिकति मतलब चाहिँ पछाडि रहेको अवस्थामा पनि हैन मैले यस तपाईँको टेलिभिजन मार्फत चाहिँ केही कुराहरू मैले चाहिँ जनमानसमा पुर्याउन सकेँ हैन केही कुरा बुझाउन खोजेँ त्यो मौका दिनुभयो त्यसको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ दर्शकवृन्द आई के प्राइम टाइम में हमारा सबके साथ में चला था प्रभु इंश्योरेंस के सीईओ संचित बज्राचार्य जी उनका संगे के बीमा क्षेत्र के बारे में बातचीत करूँ की अवस्था रहा है बीमा केना क कैल जा सके हिनका सबके साथ में केना क सहयोग केला के बाद अहाँ सब अपन अपन पॉलिसी अन्य अन्य चीज सब भ सके वही के बारे में बुझ सके साथ साथे अन्य अन्य यावत विषय में बीमा से जुड़ल विषय में बहुत रास बातचीत सब भेल एखन के प्राइम टाइम के हमरा सबके समय समाप्त होते हम सब फिर से अगला दिन यह समय में कोनो अतिथि के साथ उपस्थित हेबे करब ताधर के लेल हम ठाकुर के विदा दिया अपन टेलीविजन देखते रही नमस्कार।